हेलो गाइज भन्न हेलो गाइज सन्चै हुनुहुन्छ गाइज भन्न भन्न हेलो गाइज हामी चाहिँ यता पार्किङमा छौँ ल घर जान लाएको उता त आउँदै रहेछ ड्याडीले गाडी लिएर आउनुहुन्छ है अनि हाम्रो चाहिँ के भने यो नयाँ मोबाइल हो गाइज हाम्रो खुट्टा पनि देखिन सक्नुहुन्छ बाबुको यहाँ मेरो यहाँ अनि हामी चाहिँ अब घर पुग्दा त 9 साढे 9 नै हुन्छ होला गाइज हैन अनि यस्तै छ दिनभरि बस्यो राति हुँदा घर गयो है हजुरहरूलाई पनि यस्तै गाह्रो हुन्छ होला है गाइज यो हाम्रो ब्याक क्यामेरा चाहिँ कस्तो भन्दाखेरि यो जता देखाएको छ अनि हाम्रो अगाडिको क्यामेराले जता देखिन्छ हो त्यताकै मात्रै देखिँदो रहेछ क्या फेरि ब्याक क्याम पछाडि मान्छे छ भने त देख्छ नत्र देखिँदैन रहेछ गाइस त्यही नै हो यस्तै छ चलिरहेछ जिन्दगी यो हाम्रो सर चाहिँ यहाँनिर के अरे सुत्ने बेला भएर निन्द्रा नपुगेर यसो रिसाएर राख्नु भएको छ होइन उहाँलाई के गरी फकाउने होला करर जान पर्दैन रे गाइज भोलि अनि बिहानभरि सुत्छु भनिरहेको छ अहिलेदेखि अनि स्कुल चाहिँ को गइदिन्छ त अनि स्कुल त खोइ खोइ भन्ने अझै यता हेर खै खोइ भन्ने मान्छे अनुहार हेर यो चाहिँ यस्तो छ क्या गाइज स्कुल चाहिँ को जान्छ भने खोइ भनिदिन्छ के कस्तो आनन्द जिन्दगी है यस्तो अनि के भन्ने त अनि के भन्ने त रिल्याक्स होला नि पसला यतिकै मोबाइल चलाएर बस्ने ल हेर्नु त गाइज पढ्न पर्ने मान्छेलाई चाहिँ आनन्द हो मेरो चाहिँ यति मेरो झन् आनन्द अरे क्या गाइज कस्तो होला यो अनि मेसमा त पढ्नुहुन्छ अनि मेरो चाहिँ आनन्द भन्छ यो मान्छे खालि आफू त नि जाने पढ्ने मोबाइल हेर्नु त्यही त काम अनि मान्छे आयो लाग्दै के भन्ने सानो भयो देखाइदिनु के भन्ने त सक्को पढ्नु पनि पर्दैन मलाई चाहिँ त्यही भएर इन्ट्रेस्ट सजिलो भने होला है नपढ्नु नपरे चाहिँ सजिलो हुन्छ र गाइज हाम्रो गाडी आउँदैछ अल्टो कति हो अल्टो 800 अल्टो 800 आउँदैछ गाइज हामी चाहिँ गाडी पछि हिँड्छौँ है अब यहाँबाट त उक्लिनु सक्दैनौँ हामी हिँड्नु हामी चाहिँ गाइज हिँड्छौँ है गाडी पछाडि ए गाडी त उहाँ गइसक्यो हाम्रो गाडी नम्बर चाहिँ 672 रहेछ गाइज होइन हामी चाहिँ हजुरहरूलाई गाडीमा गएपछि पनि भ्लग देखाउनेछौँ है